दुईजना नेता हेलिकप्टरमा चढेर बाढीग्रस्त क्षेत्र निरीक्षण गर्दै थिए। पहिलो नेता, यदि मैले यहाँबाट 500 को नोट फ्याँके भने पीडित जनता कति खुसी होलान्। दोस्रो नेता, मैले 1000 को नोट फ्याँके भने झन् कति खुसी होलान्। यो सुनेर पाइलट रिसाएर भन्छन्, पाइलट, यदि मैले तपाईँ दुवैलाई यहाँबाट फ्याँके भने त जनता सबैभन्दा बढी खुसी हुन्छन्। रामु, भन त श्याम, स्कुल र गर्ल्स कलेजमा के फरक छ? श्याम, स्कुलको बाहिर स्कुल एरिया बिस्तारै हाँक्नुस् भनेर लेखिएको हुन्छ, तर गर्ल्स कलेजको अगाडि लेखिएको हुँदैन। रामु, किन नि यार? किनकि गर्ल्स कलेज पुगेपछि सबैले गाडी आफै बिस्तारै हाँक्छन्। श्रीमान, म मरे भने के तिमी दोस्रो बिहे गर्छौ? श्रीमती, छी, के भन्नु भएको त्यस्तो? म त मेरो बहिनीसँग बस्छु। अनि हजुर? श्रीमान, म पनि तिम्रै बहिनीसँग बस्छु। गर्लफ्रेन्ड र बोयफ्रेन्ड एक सुनसान ठाउँमा बसेका थिए। बोयफ्रेन्डले टच गर्न खोज्यो। गर्लफ्रेन्ड, डोन्ट टच मी। टच गर्ने भए बिहेपछि मात्र। बोयफ्रेन्ड, ओके, त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ। काले आफ्नो मायालु कालीसँग पार्कमा बसिरहेको थियो। अर्को जोडी अगाडि आएर किस गर्न थाल्यो। काले, लजाउँदै, तिमी रिसाउँदैनौ भने मैले पनि एकचोटि किस गरौँ? काली, हुन्छ गर, तर त्यसको बोयफ्रेन्ड रिसाउला नि फेरि। विदेशमा भएको लाउरे प्रेमीलाई प्रेमिकाले बिहे भएको फोटो फिर्ता गर भनी चिठी लेखिन्। लाउरेले पनि आफूसँग भएका सबै केटीहरूको फोटो जम्मा गरेर लेखे, प्रिय भुपु मायालु, मैले तिमी कुन हो भनेर चिन्न सकिन, त्यसैले तिम्रो फोटो राख र अरू फिर्ता गरिदिनु।